यसै खोक्रो पारिसके, कहीँ बाँकी छैन। संचार क्षेत्र होस्, विमानस्थल होस्, सार्वजनिक जग्गा किन नहोस्, सुनदेखि नुनसम्म खानेहरूको कुरा जति गर्यो त्यति थपिँदै जान्छ। होइन, युवाको बलियो मतमा बनेको युवाकै सरकार किन ठुला काण्डहरू खोताल्दैन, किन ठुला माछाहरू पक्राउ गर्दैन? सुन काण्ड, जग्गा काण्ड, पोखरा विमानस्थल काण्ड, गिरीबन्धु कति हो कति। त्यसमा थपिएको छ एनसेल काण्ड। तर बालन सरकार दुर्गा प्रसाईलाई समातेर बस्छ। ओली, प्रचण्ड र देउवाहरूलाई समात्न कति हो कति आरोपहरू छन्, मुद्दाहरू छन्। त्यसको सत्य तथ्य के हो छानबिन गर्न पर्दैन? यिनै सत्तामा 35 वर्ष रजगज गरेका 3 पूर्व प्रधानमन्त्रीहरूलाई बात लागेको अर्को भ्रष्टाचारको काण्ड पनि आज भन्छु। आजको लिड एक्सप्लेनरमा मैले विमान नै सर्लक्क झ्वाम पार्ने अर्थात् निल्ने बारेको कथा पस्कदैछु। सुरु गरौँ लिड एक्सप्लेनरमा। वाइट बडी महागठबन्धनसम्म कसको के भूमिका, किन अख्तियार सर्वोच्च अदालत? जब राष्ट्रको ध्वजावाहक संस्थाकै नाममा सार्वजनिक सम्पत्तिमाथि योजनाबद्ध रूपमा खेल खेलिन्छ नि, त्यो अनभिज्ञता होइन, त्यो राष्ट्रमाथिको अपराध हो। आजको लिड एक्सप्लेनरमा म नेपाल वायु सेवा निगमको इतिहासकै सबभन्दा विवादित आर्थिक प्रकरण अथवा वाइट बडी विमान खरिद घोटालाको भित्री बाटो खोतल्छु र तपाईँलाई बताउँछु। यो केवल एकाध जहाज खरिदको कथा यसरी बुझ्नुभयो भने गलत हुन्छ। यो राजनीतिक निर्णय, प्रशासनिक मिलोमतो, खरिद प्रक्रिया नै परिवर्तन, प्राविधिक मापदण्ड फेरबदल, सार्वजनिक खरिद कानुनको खिल्ली उडाएर अन्ततः अर्बौं रुपियाँको राज्य कोष माथि पारिएको भारको कथा। आउनुहोस् आजको कार्यक्रमको झलक हेरौँ। वाइट बडी विमान खरिदमा भ्रष्टाचार कसरी सुरु भयो, कसरी खरिद प्रक्रिया निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी परिवर्तन गरियो, को मन्त्री, सचिव र कर्मचारी यो प्रकरणमा जोडिए, विशेष अदालतले किन अधिकांशलाई उन्मुक्ति दियो, अनि अख्तियार किन सर्वोच्च अदालत? नेपालमा बहुचर्चित र ठूलो रकम नेपाल वायुसेवा निगमको वाइट बडी जहाज खरिदमा तत्कालीन महाप्रबन्धक सुगत रत्न नेपाल वायुसेवा निगमका लागि 8 वर्ष अघि 2 वटा वाइट बडी जहाज खरिद गर्दा 1 अर्ब 47 करोड 10 लाख